नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले दुईवटा कथाहरू लिएर आएको छु। पहिलो कथा, एक जादुई सुगाको अद्भुत यात्रा। कुनै समय चिडीमार र उसकी श्रीमती बस्थे। एक दिन चिडीमारकी श्रीमतीले आफ्नी पतिलाई भनिन्, सुन्नुहोस् मेरो प्रिय, म भन्छु कि हामी सधैँ अभावमा छौं। यो यसै कारण हो किनभने तिमीले आफ्नो पासोमा परेको हरेक चरा बेच्छौ। यदि कहिलेकाहीँ हामीले तिमीले समातेको केही चराहरू खायौं भने हामीलाई पक्कै राम्रो भाग्य मिल्नेछ। त्यसैले म प्रस्ताव गर्छु कि आज तिमीले जुन चरा वा चराहरू समात्छौ त्यो हामी बेच्ने छैनौं, पकाएर खानेछौं। चिडीमार आफ्नी श्रीमतीको प्रस्तावमा सहमत भयो र चरा समात्न बाहिर निस्कियो। ऊ आफ्नी श्रीमतीसँगै लट्ठी बोकेर जंगलतिर घुम्यो, तर कतै चरा भेट्टाएन। कुनै न कुनै कारणले सूर्यास्त नजिक नभएसम्म तिनीहरू कुनै पनि चरा समात्न सफल भएनन्। तर जब तिनीहरू घर फर्कदै थिए, तिनीहरूले एउटा सुन्दर चरा समाते। चिडीमारकी श्रीमतीले चरालाई हातमा लिएर भनिन्, यो कस्तो सानो चरा हो, यसमा कति मासु हुन सक्छ र? यसलाई मार्नु कुनै अर्थ छैन। चराले भन्यो, मलाई नमार्नुहोस्, तर मलाई राजा कहाँ लगिदिनुहोस् र तपाईले मलाई बेचेर ठूलो रकम पाउनुहुनेछ। चिडीमार र उसकी श्रीमती चरा बोलेको सुनेर एकदमै छक्क परे र तिनीहरूले चरालाई सोधे कि तिनीहरूले यसको मूल्य कति राख्नुपर्छ। चराले जवाफ दियो, त्यो मलाई छोडिदिनुहोस्, मलाई राजा कहाँ लानुहोस् र बिक्रीको लागि प्रस्ताव गर्नुहोस्, र जब राजाले मेरो मूल्य सोध्नुहुन्छ भन्नुहोस्, चराले आफै मूल्य बताउनेछ र त्यसपछि म ठूलो रकम उल्लेख गर्नेछु। चिडीमार अर्को दिन राजदरबारमा गयो र चरालाई बिक्रीको लागि प्रस्ताव गर्यो। राजा चराको सुन्दरताबाट प्रसन्न भएर चिडीमारलाई सोधे कि उसले यसको लागि के लिनेछ। चिडीमारले भन्यो, हे महान राजा, चराले आफ्नै मूल्य बताउनेछ। के चरा बोल्न सक्छ? राजाले सोधे। हो मेरो प्रभु, कृपया चरालाई यसको मूल्य सोध्नुहोस्, चिडीमारले जवाफ दियो। राजाले गम्भीरतामा भने, ठिक छ, चरा तिम्रो मूल्य के हो? चराले जवाफ दियो, कृपया महाराज, मेरो मूल्य 10,000 रुपैयाँ हो। यो मूल्य धेरै उच्च छ भनेर नसोच्नुहोस्। चिडीमारको लागि पैसा गणना गर्नुहोस्, किनकि म महाराजको लागि ठूलो सेवा गर्नेछु। तिमी मेरो लागि के कस्तो सेवा गर्न सक्छौ? चरा राजाले सोधे। महाराज, यो उचित समयमा देख्नुहुनेछ, चराले जवाफ दियो। राजा चरा बोलेको सुनेर, यति समझदारीपूर्वक बोलेको सुनेर अचम्ममा परे। उनले चरा लिए र आफ्नो खजान्चीलाई चिडीमारलाई 10,000 रुपैयाँ गणना गरेर दिन आदेश दिए। राजासँग 6 जना रानीहरू थिए, तर उनी चरासँग यति धेरै व्यस्त थिए कि उनले लगभग बिर्सिए कि रानीहरू पनि छन्। वास्तवमा उनको दिन र रात रानीहरूको संगतमा होइन, तर चराको संगतमा बित्यो। चराले राजाले सोधेको हरेक प्रश्नको बुद्धिमानी रूपमा जवाफ दिए। उसले हिन्दू देवी देवताहरूको 33 करोड नामहरू सुनायो। रानीहरूले महसुस गरे कि राजाले उनीहरूलाई व्यवस्था गरिरहेका छन्। उनीहरू चराप्रति ईर्ष्यालु भए र यसलाई मार्ने निश्चय गरे। तिनीहरूलाई अवसर पाउन धेरै समय लाग्यो, किनकि चरा राजाको अविभाज्य साथी थियो। एक दिन राजा शिकारमा गए र उनी दरबारबाट 2 दिनको लागि टाढा हुनुपर्ने थियो। 6 जना रानीहरूले अवसरको फाइदा उठाउने र चराको जीवन समाप्त गर्ने निश्चय गरे। तिनीहरूले एकअर्कालाई भने, हामी गएर चरालाई सोधौं कि हामी मध्ये को उसको अनुमानमा सबैभन्दा कुरूप छ र जसलाई उसले सबैभन्दा कुरूप घोषणा गर्छ उसले चरालाई घाँटी थिचेर मार्नेछ। यसरी संकल्पित भएर तिनीहरू सबै चरा भएको कोठामा गए, तर रानीहरूले कुनै प्रश्न सोध्नु अघि नै चरालाई यति मधुर र यति धार्मिक रूपमा देवी देवताहरूको नाम सुनाए कि तिनीहरू सबैको हृदय कोमलतामा पक्लियो र तिनीहरू आफ्नो उद्देश्य पूरा नगरिकन फर्किए। तर अर्को दिन तिनीहरूको दुष्ट प्रवृत्ति फर्कियो र तिनीहरूले आफूलाई हजारौं मूर्ख भने, किनभने तिनीहरू आफ्नो उद्देश्यबाट विचलित भएका थिए। त्यसैले तिनीहरूले सबै दयाको विरुद्ध आफ्नो हृदय कठोर बनाउने र ढिलाइ नगरी चरा मार्ने निश्चय गरे। तिनीहरू सबै कोठामा गए र चरालाई भने, हे चरा, तिमी धेरै बुद्धिमान चरा हौ, हामीले सुनेका छौं र तिम्रो निर्णय सबै सही छन्। कृपया हामीलाई बताऊ, हामी मध्ये को सबैभन्दा सुन्दर र को सबैभन्दा कुरूप छ। चराले रानीहरूको दुष्ट योजना जानेर तिनीहरूलाई भन्यो,
म यो खोरमा बसेर तिम्रो प्रश्नको जवाफ कसरी दिन सक्छु? सही निर्णय दिनको लागि मैले तिमीहरू सबैको हरेक अङ्गलाई अगाडि र पछाडि दुवैलाई सूक्ष्म रूपमा हेर्नुपर्छ। यदि तिमीहरू मेरो राय जान्न चाहन्छौ भने तिमीहरूले मलाई मुक्त गर्नुपर्छ। महिलाहरू सुरुमा चरा उडेर जान सक्छ कि भनेर डराए, तर दोस्रो विचारमा तिनीहरूले कोठाका सबै झ्याल ढोका बन्द गरेपछि यसलाई मुक्त गरे। चराले कोठा जाँच गर्दा देख्यो कि त्यहाँ एउटा पानीको नाली थियो जसबाट भाग्न सम्भव थियो। जब रानीहरूले धेरै पटक प्रश्न दोहोऱ्याए, चराले भन्यो, तिमीहरूमध्ये कसैको सुन्दरतालाई 7 समुद्र र 13 नदीहरू पार गरेर बस्ने महिलाको सानो औलाको सुन्दरतासँग तुलना गर्न सकिँदैन। रानीहरू आफ्नो सुन्दरताको बारेमा यस्तो हेलचेक्राई शब्दहरू सुनेर अत्यन्तै क्रोधित भए र चरालाई टुक्रा टुक्रा पार्न त्यसतर्फ दौडिए। तर तिनीहरूले यसलाई समात्नु अघि नै त्यो चरा पानीको नालीबाट भागेर नजिकैको एउटा दाउरा काट्ने मानिसको छुप्रोमा शरण लियो। अर्को दिन राजा शिकारबाट घर फर्किए र चरालाई नभेटेपछि शोकले पागल भए। उनले रानीहरूलाई सोधे र रानीहरूले भने कि यसको बारेमा उनीहरूलाई केही थाहा छैन। राजा दिनरात चराको लागि रोए, किनकि उनले यसलाई धेरै माया गर्थे। उनका मन्त्रीहरू डराए कि उनको विवेक हराउन सक्छ, किनकि उनी दिनको हरेक घण्टा रोएर बिताउँथे। हे मेरो चरा, तिमी कहाँ गयौ? राज्यभर ढोल पिटेर घोषणा गरियो कि यदि कुनै व्यक्तिले राजाको प्रिय चरा उपस्थित गराउन सक्छ भने उसलाई 10,000 रुपैयाँ इनाम दिइनेछ। दाउरा काट्ने मानिस जीवनभर स्वतन्त्र हुने विचारमा खुसी भएर बहुमूल्य चरा उपस्थित गरायो र इनाम प्राप्त गर्यो। राजाले सुगाबाट सुनेपछि कि रानीहरूले यसलाई मार्न खोजेका थिए, उनी क्रोधले पागल भए। उनले तिनीहरूलाई दरबारबाट थपाउने र खाना बिना मरुभूमि क्षेत्रमा राख्न आदेश दिए। राजाको आदेश पालन गरियो र केही दिनपछि अफवाह फैलियो कि रानीहरू सबै जंगली जनावरहरूले खाइदिएका छन्। केही समयपछि राजाले सुगालाई भने, सुगा, तिमीले रानीहरूलाई भन्यौ कि तिनीहरूमध्ये कुनैको सुन्दरता 7 समुद्र र 13 नदी पार गरेर बस्ने महिलाको सानो औलाको सुन्दरतासँग पनि तुलना गर्न सकिँदैन। के तिमीलाई कुनै माध्यम थाहा छ जसद्वारा म त्यो महिलालाई प्राप्त गर्न सक्छु? सुगाले भन्यो, अवश्य पनि छ। म महाराजलाई त्यो अतुलनीय सुन्दरी बस्ने दरबारको ढोकासम्म लैजान सक्छु र यदि महाराजले मेरो सल्लाह पालन गर्नुभयो भने म त्यो महिलालाई तपाईको काखमा राख्ने जिम्मा लिनेछु। राजाले भने, म तिमीले भनेको जे पनि गर्नेछु। तिमी मलाई के गर्न चाहन्छौ? सुगाले भन्यो, आवश्यक पर्ने कुरा एउटा पंक्षीराज घोडा हो। यदि तपाईले त्यो प्रजातिको घोडा प्राप्त गर्न सक्नुहुन्छ भने तपाई त्यसमा चढ्न सक्नुहुन्छ र केही समयमा हामी 7 समुद्र र 13 नदी पार गर्नेछौं र त्यो महिलाको दरबारको ढोकामा उभिनेछौं। राजाले भने, तिमीलाई थाहा छ मसँग घोडाहरूको ठूलो अस्तबल छ। हामी अहिले गएर हेर्न सक्छौं कि तिनीहरूमध्ये कुनै पंक्षीराज छन् कि छैनन्। राजा र सुगा साई अस्तबलमा गए र सबै घोडाहरू जाँचे। सुगाले सबै राम्रो देखिने घोडाहरू र उच्च स्वभावका घोडाहरूलाई छोडेर एउटा दयनीय तुप्लो टट्टुमा बस्यो र भन्यो, यहाँ मलाई चाहिएको घोडा रहेछ। यो साँचो पक्षीराज नस्लको घोडा हो। यसलाई हाम्रो उद्देश्य पूरा गर्नु अघि पूरा 6 महिनासम्म उत्कृष्ट अन्न खुवाउनु पर्छ। राजाले त्यसै गरी त्यो टट्टुलाई एक्लै अस्तबलमा राखे र प्रत्येक दिन आफैले हेरे कि यसलाई राज्यमा पाइने उत्कृष्ट अन्न खुवाइयो। टट्टु द्रुत रूपमा सुधार भयो र 6 महिनाको अन्त्यमा सुगाले यसलाई सेवाको लागि उपयुक्त घोषणा गर्यो। सुगाले त्यसपछि राजालाई शाही चाँदीको कारिगरलाई चाँदीका केही खैहरू बनाउन आदेश दिन भन्यो। छोटो समयमा ठूलो मात्रामा चाँदीका खैहरू बनाइयो। आफ्नो हवाई यात्रा सुरु गर्न लाग्दा सुगाले राजालाई भन्यो, मेरो एउटा अनुरोध छ, कृपया सुरुमा घोडालाई एक पटक मात्र कोर्रा हान्नुहोस्। यदि तपाईले एक पटक भन्दा बढी कोर्रा हान्नुभयो भने हामी दरबारमा पुग्न सक्ने छैनौं, तर बीचमा अडिनेछौं र जब हामी महिलालाई कब्जा गरेपछि घर फर्कन्छौं तपाईले पनि घोडालाई एक पटक मात्र कोर्रा हान्नुहोस्। यदि तपाईले एक पटक भन्दा बढी कोर्रा हान्नुभयो भने हामी आधा बाटोमै आउनेछौं र त्यहीँ रहिरहनेछौं। राजा त्यसपछि सुगा र चाँदीका खैहरू लिएर पंक्षीराजमा चढे र बिस्तारै एक पटक मात्र पशुलाई कोर्रा हाने। घोडा बिजुलीको गतिमा हावामा उडे धेरै देशहरू, राज्यहरू र साम्राज्यहरू पार गर्यो, समुद्रहरू र 13 नदीहरू पार गर्यो र साँझ एउटा सुन्दर दरबारको ढोका मोड्लियो। अब दरबारको ढोका नजिक एउटा अग्लो रुख उभिएको थियो।
सुगाले राजालाई घोडालाई नजिकैको अस्तबलमा राख्न भन्यो र त्यसपछि रुखमा चढेर लुकेर बस्न भन्यो। सुगाले चाँदीका खैहरू लिए र आफ्नो चुच्चोले रुखको फेदबाट खै खसाल्दै सबै गल्ली र बाटो हुँदै अतुलनीय सुन्दरी महिलाको शयन कक्षको ढोकासम्म पुग्यो। यो गरिसकेपछि चरा त्यो रुखमा बस्यो जहाँ राजा लुकेका थिए। मध्यरातको केही घण्टापछि महिलाको दासी जो उनीसँगै कोठामा सुतेकी थिइन् बाहिर आउन चाहँदै ढोका खोलिन् र चाँदीका खैहरू त्यहाँ परेको देखिन्। उनले ती मध्ये केही उठाइन् र ती के हुन् थाहा नभएर आफ्नी मालिकनीलाई देखाइन्। महिलाले साना चाँदीका गोलीहरू प्रशंसा गर्दै र तिनीहरू त्यहाँ कसरी आइपुगे भनेर आश्चर्यचकित हुँदै आफ्नो कोठाबाट बाहिर आइन् र तिनीहरूलाई उठाउन थालिन्। उनले तिनीहरूको एक नियमित धारा देखिन् जुन आफ्नो कोठाको ढोका नजिकबाट निस्किरहेको देखिन्थ्यो र कति टाढा जान्छ थाहा थिएन। उनी टोकरीमा चम्किला चम्किला खैहरू उठाउँदै सबै गल्लीहरू र बाटोहरू हुँदै रुखको फेदसम्म आइन्। अतुलनीय सुन्दरी महिला रुखको फेदमा आउने बित्तिकै राजाले सुगाले पहिले दिएको निर्देशन अनुसार रुखबाट ओर्लिए र महिलालाई समाते। एकछिनमा उनलाई आफूसँगै घोडामा राखियो। त्यसछिन सुगा राजाको काँधमा बस्यो। राजाले बिस्तारै घोडालाई एकपटक कोर्रा हान्यो र तिनीहरू सबै बिजुलीको गतिमा हावामा उड्न थाले। राजा बहुमूल्य पुरस्कारसँग छिटो घर पुग्न चाहन्थे र सुगाको निर्देशन बिर्सेर घोडालाई फेरि अर्को कोर्रा हान्ने। त्यसमा घोडा तुरुन्तै एक खना जंगल जस्तो देखिने बाहिरी भागमा ओर्लियो। तपाईले के गर्नुभयो हे राजा? सुगाले चिच्याएर भन्यो। के मैले तपाईलाई घोडालाई एकपटक भन्दा बढी कोर्रा नहान्नु भनेको थिएन? तपाईले 2 पटक कोर्रा हान्नुभयो र हामी समाप्त भयौं। हामी अब हरायौं। घटना भइसकेको थियो र यसलाई मद्दत गर्न सकिँदैन थियो। पंक्षीराज शक्तिहीन भयो र घरतर्फ अगाडि बढ्न सकेन। तिनीहरू ओर्लिए तर तिनीहरूले कतै पनि मानिसहरूको वासस्थान देख्न सकेनन्। तिनीहरूले केही फलफूलहरू र जराहरू खाए र त्यो रात त्यहाँ जमिनमा सुते। अर्को बिहान संयोगले त्यो देशको राजा त्यो जंगलमा शिकार गर्न आएका थिए। जब उनी एक मृगलाई पछ्याउँदै थिए जसलाई उनले तीरले खाइते पारेका थिए, उनी राजा र अतुलनीय सुन्दरी महिलालाई भेटे। महिलाको अतुलनीय सुन्दरताबाट प्रभावित भएर उनले उनलाई कब्जा गर्न चाहे। उनले सिट्टी बजाए र एक क्षणमा उनका सहायकहरू उनको वरिपरि जम्मा भए। महिलालाई बन्दी बनाइयो र उनकी प्रेमी जसले उनलाई 7 समुद्र र 13 नदी पारीको उनको घरबाट ल्याएको थियो उनलाई मृत्युदण्ड दिएन, तर उनका आँखाहरू निकालियो र उनलाई जंगलमा एक्लै छाडियो। एक्लै, तर उनी एक्लै थिएनन् किनकि सुगा उनीसँगै थियो। अतुलनीय सुन्दरी महिलालाई राजाको दरबारमा लगियो, साथै उनको प्रेमीको टट्टु पनि। महिलाले राजालाई भनिन् कि उनले लिएको व्रतको कारण जुन त्यो अवधिमा पूरा हुनेछ, उनले 6 महिनासम्म उनको नजिक आउन हुँदैन। उनले 6 महिना उल्लेख गरिन् किनकि त्यो अवधि पंक्षीराजको शक्ति पुनर्स्थापना गर्न आवश्यक हुनेछ। महिलाले आफ्नो व्रतको परिणाम स्वरूप प्रत्येक दिन धार्मिक समारोहमा संलग्न भएको दावी गरेकोले उनलाई एउटा छुट्टै घर तोकियो जहाँ उनले पंक्षीराजलाई लगेर उत्कृष्ट अन्न खुवाइन्। तर यदि महिलाले सुगालाई भेटिनन् भने सबै कुरा व्यर्थ हुनेछ। तर उनी त्यो चरालाई कसरी देख्ने? उनले निम्न उपाय अपनाइन्। उनले आफ्ना सेवकहरूलाई चराहरूको लागि आफ्नो घरको छतमा धान, अन्न र सबै प्रकारका दालहरू थुप्रो फाल्न आदेश दिइन्। परिणामस्वरूप हजारौं चराहरू प्रशस्त भोजनका लागि छतमा आए। महिला हरेक दिन आफ्नो सुगाको खोजीमा थिइन्। सुगा यस बीचमा जंगलमा ठूलो संकटमा थियो। उसले आफ्नो मात्र होइन, अन्धा भइसकेका राजाको पनि हेरचाह गर्नु पर्थ्यो। उसले जंगलमा केही पाकेका फलहरू टिपेर राजालाई खान दियो र आफैले पनि ती खायो। यो सुगाको जीवनको तरिका थियो। जंगलका अन्य चराहरूले सुगालाई यसरी भने, हे सुगा, तिमीले यो जंगलमा दयनीय जीवन बिताइरहेका छौ। तिमी हामीसँग एक धार्मिक महिलाले हाम्रो जातिको फाइदाको लागि प्रदान गरेको प्रशस्त भोजमा किन आउँदैनौ, जसले आफ्नो घरको छतमा हाम्रो जातिको फाइदाका लागि धेरै मन दाल फाल्नुहुन्छ। हामी बिहान चाँडै त्यहाँ जान्छौं र साँझ फर्कन्छौं। हजारौं अन्य चराहरूसँगै आफ्नो पेट भरेर खान्छौं। सुगाले अर्को बिहान उनीहरूसँग जाने संकल्प गर्यो, चतुरतापूर्वक शंका गर्दै कि महिलाले चराहरूप्रति दया अन्य चराहरूले सोचे भन्दा बढी छ।
सुगाले महिलालाई देख्यो र अन्धा राजाको स्वास्थ्य, उनको अन्धपन निको पार्ने माध्यम र उनको भाग्ने बारेमा उनीसँग लामो कुराकानी भयो। अपनाइएको योजना यस प्रकार थियो। टट्टु छिट्टै हवाई उडानको लागि तयार हुनेछ, किनकि 6 महिनाको ठूलो भाग पहिले नै बितिसकेको थियो र राजाको अन्धपन निको पार्न सकिन्छ यदि सुगाले 7 समुद्र र 13 नदी पारीको महिलाको दरबारको ढोकामा रहेको रुखमा आफ्नो गुँड फएका विहंगम र विहंगमी चराहरूका चल्लाहरूको मल ताजा र तातो प्राप्त गर्न सक्यो र यसलाई अन्धा राजाको आँखाको गोलाहरूमा लगाउन सकियो भने अर्को बिहान सुगाले आफ्नो दयाको कार्यहरू सुरु गर्यो। रातमा 7 समुद्र र 13 नदी पारीको दरबारको ढोकाको रुखमा बस्यो र अर्को दिन बिहान चाँडै आफ्नो चुच्चोमा एउटा पात लिएर चराको गुँड मुनि फर्कियो जसमा चल्लाहरूको मल राख्यो। त्यसक्षण सुगा समुद्र र नदीहरू पार गरेर उड्यो र जंगलमा आइपुग्यो र राजाको दृष्टिविहीन आँखाहरूमा उक्त मल लगायो। राजाले आफ्ना आँखा खोले र देख्न थाले। केही दिनमा पंक्षीराज उठ्नका लागि तयारी भयो। महिला जंगलमा भागिन् र राजालाई उठाइन् र महिला र सुगा सबै राजाको राजधानीमा सुरक्षित र स्वस्थ पुगे। राजा र महिला विवाहमा एकसाथ बाँधिए। तिनीहरू धेरै वर्ष सँगै खुशी साथ बाँचे र छोराछोरीहरू जन्माए र सुन्दर सुगा सधैँ तिनीहरूसँगै थियो। 33 करोड देवी देवताको नाम सुनाउँदै यसरी सुगाको कथा समाप्त हुन्छ। एक बुद्धिमान चराको कथा जसले आफ्नो विवेक, साहस र वफादारीले न केवल आफ्नो जीवन बचायो तर एक राजाको भाग्य पनि बदल्यो र साँचो प्रेमलाई विजय बनायो। दर्शक तथा श्रोतावृन्द, लागौं अर्को कथातर्फ। कथाको शीर्षक रुबीहरूको उद्गम। एक पटक एक राजा थिए जसको मृत्युपछि 4 छोरा र रानी बाँकी थिए। रानीले सबैभन्दा कान्छो राजकुमारलाई अत्याधिक माया गर्थिन्। उनले उनलाई सबैभन्दा राम्रा लुगा, सबैभन्दा राम्रा घोडा, सबैभन्दा राम्रो खाना र सबैभन्दा राम्रो सामान दिन्थिन्। अन्य 3 राजकुमारहरूले आफ्नो कान्छो भाइ र आमा दुवैसँग ईर्ष्या गर्थे र उनीहरू विरुद्ध षड्यन्त्र रचेर उनीहरूलाई अलग घरमा बस्न बाध्य पारे र सम्पत्ति कब्जा गरे। अत्याधिक लाड प्यारका कारण कान्छो राजकुमार अत्यन्त हठी भएको थियो। ऊ कसैको कुरा सुन्दैनथ्यो, आमाको पनि होइन, तर सबै कुरामा आफ्नै मन चलाउँथ्यो। एक दिन ऊ आमासँग नदीमा नुहाउन गयो। त्यहाँ एउटा ठूलो ढुङ्गा लङ्गरमा बाँधिएको थियो। राजकुमार ढुङ्गामा चढ्यो र आमालाई पनि चढ्न भन्यो। आमाले उनलाई ढुङ्गाबाट तल झर्न अनुरोध गरिन् किनकि त्यो उनको थिएन। तर राजकुमारले भने, होइन आमा, म तल झर्दिन, म यात्रामा जान्छु र यदि तपाईँ मसँग आउन चाहनुहुन्छ भने चाँडै चढ्नुहोस्, नत्र म तुरुन्तै प्रस्थान गर्छु। रानीले राजकुमारलाई यस्तो नगर्न अनुरोध गरिन् र तुरुन्तै तल झर्न भनिन्। तर राजकुमारले उनको कुरा सुनेन र लङ्गर उखेल्न थाल्यो। रानी हतारमा ढुङ्गामा चढिन् र उनी चढ्नसाथ ढुङ्गा चलेर थारमा परेर तिनको बेगमा अगाडि बढ्यो। ढुङ्गा अगाडि बढ्दै गयो र समुद्रमा पुग्यो। खुला समुद्रमा धेरै फर्लङ टाढा गएपछि ढुङ्गा एउटा भँवरको नजिक पुग्यो जहाँ राजकुमारले पानीमा तैरिरहेका ठूला ठूला रुबीहरू देख्यो। यस्ता ठूला रुबीहरू कसैले देखेका थिएनन्। प्रत्येकको मूल्य 7 राजाको धन बराबर थियो। राजकुमारले आधा दर्जन रुबीहरू समात्यो र ढुङ्गामा राख्यो। आमाले भनिन्, प्रिय, ती रातो बलहरू नउठाऊ, ती कुनै डुबेको जहाजको हुन सक्छ र हामीलाई चोर ठान्न सक्छन्। आमाको बारम्बार अनुरोधमा राजकुमारले ती सबै समुद्रमा फालिदियो, तर एउटा मात्र आफ्नो लुगामा बाँधेर राख्यो। ढुङ्गा तटतिर बाहिरियो र रानी तथा राजकुमार एउटा बन्दरगाहमा पुगे जहाँ उनीहरू उत्रिए। उनीहरू उत्रेको बन्दरगाह सानो थियो। यो एउटा ठूलो शहर थियो जुन एक महान राजाको राजधानी थियो। त्यस ठाउँमा टाढा नभई रानी र उनका छोराले एउटा झुप्रो भाँडामा लिए र त्यहाँ बस्न थाले। राजकुमार अझै बालक भएकोले ऊ गोली खेल्न मन पराउँथ्यो। जब राजाका छोराहरू राजमहल अघिको मैदानमा खेल्न आउँथे, हाम्रो कान्छो राजकुमार पनि उनीहरूसँग मिल्थ्यो। उनीहरूसँग गोली थिएन, तर ऊ आफूसँग भएको रुबीले खेल्थ्यो। रुबी यति कडा थियो कि यसले जुनसुकै गोलीलाई चकनाचुर पार्थ्यो। राजकीय राजकुमारी जसले राजमहलबाट खेल हेर्थिन्, त्यो अन्जान बालकको हातमा चम्किलो रातो गोली देखेर अचम्मित भइन् र त्यसलाई आफ्नो बनाउन चाहिन्। उनले आफ्ना बाबुलाई भनिन् कि सडकको एक बालकसँग असाधारण चम्किलो ढुङ्गा छ जुन उनलाई चाहिन्छ, नत्र उनी भोकले हडताल गर्नेछिन्। राजाले आफ्नो सेवकहरूलाई त्यो बहुमूल्य ढुङ्गा भएको बालकलाई ल्याउन आदेश दिए। जब बालकलाई ल्याइयो, राजाले रुबीको ठूलोपन र चमक देखेर
अचम्मित भए। उनले यस्तो कुनै पनि देखेका थिएनन्। उनले सोचे कि संसारको कुनै पनि देशका राजासँग यस्तो खजाना छैन। उनले बालकलाई सोधे कि यो कहाँबाट पाएको हो? बालकले जवाफ दियो कि यो समुद्रबाट पाएको हो। राजाले रुबीका लागि 1000 रुपैयाँ प्रस्ताव गरे र बालकले यसको मूल्य नजानेर सजिलै त्यसका लागि दियो। ऊ पैसासँग आमा कहाँ गयो, जसले सोचिन् कि उनका छोराले कुनै धनी घरबाट पैसा चोरेको हो। तर जब उनलाई थाहा भयो कि राजाले रातो गोलीका लागि पैसा दिएका हुन् जुन समुद्रबाट उठाइएको थियो, तब उनी शान्त भइन्। राजकुमारीले रुबी पाएपछि यसलाई आफ्नो कपालमा राखिन् र आफ्नो प्यारो सुगा अघि उभिएर भनिन्, प्रिय सुगा, यो रुबी मेरो कपालमा कति राम्रो देखिन्छ है? सुगाले जवाफ दियो, राम्रो, योसँग तिमी एकदम कुरूप देखिन्छौ। कुन राजकुमारीले कपालमा एउटा मात्र रुबी राख्छिन्? कम्तीमा 2 भए त केही हुन्थ्यो। सुगाको व्यङ्ग्यबाट लज्जित भएर राजकुमारी राजमहलको सो कक्षमा गइन् र नखाने नपिउने भइन्। राजालाई थाहा भयो कि उनकी छोरी सो कक्षमा गएकी छिन्। तब उनी चिन्तित भए। उनी गएर सोधे कि उनको शोकको कारण के हो। राजकुमारीले राजालाई सुगाले भनेको कुरा सुनाइन् र थपिन्, बुबा, यदि तपाईले मलाई यो जस्तै अर्को रुबी ल्याउनु भएन भने म आफ्नै हातले आफ्नो जीवन समाप्त गर्छु। राजा शोकमा डुबे। उनी कहाँबाट यस्तो अर्को रुबी ल्याउने? उनले सोचे कि संसारमा नै यस्तो अर्को पाइने हो कि होइन। उनले रुबी बेचेको बालकलाई आफ्नो सामु ल्याउन आदेश दिए। युवक, के तिमीसँग यो जस्तै अर्को रुबी छ? राजाले सोधे। बालकले जवाफ दियो, छैन, मसँग छैन। किन, तपाईलाई अर्को चाहियो? यदि चाहियो भने म तपाईलाई धेरै ल्याइदिन सक्छु। ती समुद्रको भँवरमा पाइन्छन्, धेरै टाढा, म गएर ल्याइदिन सक्छु। बालकको जवाफबाट अचम्मित भएर राजाले यस्तै अर्को रुबी ल्याएमा ठूलो इनाम दिने वचन दिए। बालक घर गएर आमालाई भने कि राजाका लागि रुबी ल्याउन फेरि समुद्रमा जानुपर्छ। आमालाई यो विचारबाट डर लाग्यो र उनलाई नजान अनुरोध गरिन्। तर बालक जाने निश्चय गरेको थियो र कुनै कुराले रोक्न सकेन। ऊ एक्लै त्यही ढुङ्गामा चढ्यो जसले उनलाई र आमालाई ल्याएको थियो र प्रस्थान गर्यो। ऊ भँवर नजिक पुग्यो जसबाट पहिले रुबीहरू उठाइएको थियो। यसपटक भने ऊ रुबीहरू आउने ठाउँमा नै पुग्ने निश्चय गर्यो। ऊ भँवरको केन्द्रमा पुग्यो जहाँ समुद्रको तलसम्म पुग्ने एउटा खाली ठाउँ देख्यो। ऊ त्यसमा डुब्यो। आफ्नो ढुङ्गालाई भँवरमा घुम्न छोडेर जब ऊ समुद्रको तल पुग्यो त्यहाँ एउटा सुन्दर महल देख्यो। ऊ भित्र गयो। महलको केन्द्रीय कोठामा भगवान शिव थिए। आँखा बन्द गरेर गहिरो निन्द्रामा लिन। शिवको टाउकोभन्दा केही फिट माथि एउटा मञ्च थियो जसमा एउटा अत्यन्त सुन्दर युवती सुतेकी थिइन्। राजकुमार मञ्चमा गए र देख्यो कि युवतीको टाउको शरीरबाट अलग थियो। यो दृश्यबाट भयभीत भएर ऊ के गर्ने सोच्न सकेन। उनले देखे कि अलग टाउकोबाट रगतको धारा बगिरहेको थियो जुन शिवको जटामा पर्दै समुद्रमा रुबीको रूपमा बाहिरिएको थियो। केही बेरपछि युवतीको टाउको नजिक राखिएका 2 साना छडीहरूले उनको ध्यान आकर्षित गरे, एउटा चाँदीको र एउटा सुनको। जब उसले छडीहरू हातमा लियो, सुनका छडी संयोगवश टाउकोमा खस्यो जसबाट टाउको तुरुन्तै शरीरसँग जोडियो र युवती उठिन्। मानिस देखेर अचम्मित भएर युवतीले राजकुमारले सोधिन् कि ऊ को हो र यहाँ कसरी आयो। राजकुमारको साहसिक कथा सुनिसकेपछि युवतीले भनिन्, दुर्भाग्य युवक, तुरुन्तै यो ठाउँबाट जाऊ, किनकि जब शिवले आफ्नो ध्यान समाप्त गर्छन् तब उनको एक नजरले तिमीलाई खरानी बनाइदिनेछन्। तर युवकले उनको साथ बिना नजाने भने, किनकि ऊ त्यो सुन्दर युवतीसँग प्रेममा डुबिसकेको थियो। अन्तमा उनीहरू दुवैले महलबाट भाग्ने योजना बनाए र समुद्रको सतहमा आएर भँवर नजिकको ढुङ्गामा चढे र तटतिर प्रस्थान गरे। यसअघि ढुङ्गालाई रुबीहरूले भरिदिएर अगाडि बढे। राजकुमारको आमालाई यो सुन्दर युवती देखेर कति आश्चर्य भयो भनेर कल्पना गर्न सकिँदैन। भोलिपल्ट बिहान राजकुमारले एउटा सेवक मार्फत ठूलो रुबीहरूले भरिएको एउटा कचौरा पठायो। राजा अत्यन्त अचम्मित भए। उनकी छोरीले रुबीहरू पाएपछि यो अद्भुत बालकसँग विवाह गर्ने निश्चय गरिन्। यद्यपि राजकुमारसँग पहिले नै समुद्रको गहिराईबाट ल्याएकी पत्नी थिइन् र ऊ दोस्रो विवाहका लागि सहमत भयो। उनीहरूको विवाह भयो र उनीहरू वर्षौंसम्म खुसी साथ बसे। दर्शक तथा श्रोतावृन्द, यो सँगै आजका 2वटा कथाहरू सकिएका छन्। तपाईलाई आजका कथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला भन्दै भोलिको भिडियोमा अर्को कथाको साथ उपस्थित हुने नै छु। तबसम्मको लागि म कथावाचक समिन राईलाई बिदा दिनुहोस्। नमस्कार।